आज मेरो मुटु फुटेर टुक्रा टुक्रा भयो। हेलो गाइज, वेलकम टु आवर न्यू ब्लग। हिजो चाहिँ म चट्टापारामा घर आएको छु। आज चाहिँ चट्टापारामा म चाहिँ दुल्लिन हिँडेको छु। दुध चाहिँ कहाँ भन्दा चाहिँ भट्टाईको घरमा। म ठुल मम्मी भएर चट्टापारामा दुल्लिन जाँदैछौँ। बुटोलदेखि घर आउँदा चाहिँ कति सपना बोकेर ओहो यस्तो ब्लग बनाउँछु उस्तो ब्लग बनाउँछु भनेर आइन्छ गाइज। तर के गर्नु, यता ब्लग बनाउने वातावरण नै छैन, कोही पनि साथी पनि छैन, एक्लै के गराउनु हन। अब चाहिँ चट्टापारामा चिया खानु पर्ने हुन्छ। अब गाउँतिर आएपछि यस्तै हो नि त, चिया त जसको घर गयो उसकै घर खानु पर्यो नि त। चट्टापारामा त्यहाँ चिया खाइसकेपछि चाहिँ हामी घर आउँछौँ र घरमा पनि चिया नास्ता खान थाल्छौँ। चट्टापारामा दिपे चाहिँ खानसाना खाएर हाम्रो घरतिर आउँछ। दिपे र म भएर चाहिँ चट्टापारामा कटरबारी जान्छौँ। कटरबारी चाहिँ भाइ छन्, त्यही भएर त्यहाँ क्रिकेट खेल्न मजा हुन्छ नि त। चट्टापारामा सबैजनाले कमेन्ट गर्नु न यस्तो यस्तो ब्लग बना भनेर, बल्ल मलाई पनि गराउनु मन लाउँछ। तपाईँ त भन्दै भन्नु न त, किन रे यस्तो लाटो भएर बस्ने। भोलिको ब्लग चाहिँ के कस्तो गराम चाहिँ चट्टापारामा तपाईँहरूले भन्नु, त्यही अनुसार मैले गराउँछु है। अब सधैँभरि मैले मात्र गराए त भएन नि, तपाईँहरूले पनि त भन्नु पर्यो नि। तपाईँहरू हेर्ने मात्र भन्ने केही होइन छ। भ्लग बनाउन कम गाह्रो हुन्छ गाइज। यता हेर्नु न, मोबाइल यता अड्काएको छु अनि चाहिँ म उता दौडेर गएर छक्का चौका हानिरहेको छु। कम गाह्रो हुन्छ। आज चाहिँ हामी चट्टापारामा कटरबारी भाइको घरमा चाहिँ क्रिकेट खेल्दैछौँ। किन भन्दा चाहिँ कटरबारी स्कुलमा पढाइ भइरहेको छ नि त, अझै इक्जाम अरे के गाइज, इक्जाम। आज मेरो मोबाइल कस्तो नमजाले फुटेको छ हेर्नु त। यहाँ यसो भिडियो गराउँछु भनेर अड्काएको मोबाइल चाहिँ गुल्टिएर कस्तो नमजाले फुटेको छ त गाइज। आँखाबाट आँसु नआए पनि मन चाहिँ लास्टै दुखेको छ। यस्तो आफ्नो प्राणभन्दा प्यारो मोबाइल फुटेर टुक्रा टुक्रा हुँदा त कस्तो नमजा हुने। मोबाइलै फुटे पनि संसारै पल्टे पनि भ्लग बनाउन त छोड्नै भएन। अब चट्टापारामा कटरबारी गएर त्यहाँ चाहिँ हामी म्याच खेल्न लाग्यौँ, त्यही त भ्लग पनि गराउनु पर्यो नि त। आधा घन्टा क्रिकेट खेलेपछि चाहिँ हामी घरतिर फर्क्यौँ। नास्ता सास्ता पनि त खानु पर्यो नि गाइज, भोक लाग्छ नि, हामी पनि त मान्छे हो। नास्ता चाहिँ आज चाउचाउ भुजा हो। अब यसलाई चटपट भन्न त मिलेन नि गाइज, यस्तो छ। कसले चटपट भन्छ यसलाई? चटपट चाहिँ चट्टापारामा मैले बनाएको। अब मैले बनाएपछि त पक्कै पनि मिठो हुन्छ, थाहा भएकै कुरो हो। अब मिठो मान्नु पर्यो नि त बनाइसकेपछि त। नास्ता सास्ता पनि खाइयो। ब्लग के कस्तो लाग्यो चट्टापारामा कमेन्टमा भन्नु होला। थ्याङ्क यू फर वाचिङ, बाई।